नमस्कार सम्पूर्णमा यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आजको हाम्रो गन्तव्यको स्थान रहेको छ आमायाङ्ग्री। काठमाडौँ जिल्लादेखि नजिकै सिन्धुपाल्चोक जिल्लामा अवस्थित आमायाङ्ग्री धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चिनिएको छ। 3771 मिटर उचाइमा रहनुभएको आमायाङ्ग्री सेताम्मे हिउँले ढाकिने हिमालले घेरिएको सूर्यको पहिलो किरण हेर्न पाइने अवलोकन गर्न पाइने पर्यटकीय स्थल रहेको छ र हाम्रो गन्तव्य सुरु गरौँ है त। अब जानु लागेको ट्रेकिङमा बिहान उठेर आदि निन्द्रामै छौँ। अनुष्का, भावना, अस्मिता, हेलो हामी कहाँ जानु लागेको आज? म यहाँ लाइटम्यान भइरहेको छु। लाइटम्यान जर्नी स्टार्ट भयो गाइज हाम्रो। हामी यहाँनिर धेरैजना छौँ। यहाँ हेर, यहाँ म, भावना, अरुणिमा र सुरुचि, लिसु, पुकार, राहुल पछाडि बसेछ। साथीहरू, हाम्रो यात्रा चाहिँ सुरु भइसक्यो है अब चाहिँ। अनि हामी चाहिँ बाटोको अगाडिको सिनहरू हेर्दै गाडीमा रमाइलो गर्दै अगाडि बढ्दैछौँ। एकछिन गाडीमा रमाइलो गरिसके पश्चात सबैजना थाकेपछि सुते। अनि हेर्दै हाम्रो 3 घन्टाको सफर सकिसक्यो र हाम्रो खाना खाने ठाउँ पनि आइपुग्यो र सबैजना अब खाना खान जाँदैछौँ। अहिले चाहिँ हामी खाना खाँदैछौँ। खाना चाहिँ एकदमै मिठो छ, घरको खाना जस्तै नै थियो। अनि खाना खाइसकेपछि हामी एकछिन चाहिँ गाडी बाहिर रमाइलो गरौँ भनेर छैया मोमेन्ट चाहिँ गऱ्यौँ। हामीले हाम्रो सफर बिहान 6 बजे सुरु गरेका थियौँ। अहिले हामी यहाँ 11:30 बजिसक्यो। भर्खर खाना खाएर अब फेरि पुनः हाम्रो यात्रा सुरु गर्दैछौँ। अबको 2 घन्टामा हामी मुनि तार्के ग्याङ चाहिँ पुग्नेछौँ। रमाइलो गर्दै जानुपर्छ ल। अब चाहिँ हामी पुग्नलाई माथि आइसक्यौँ। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ, अफरोडै छ। माथिको बाटो चाहिँ धुलो चाहिँ मजाले धुलो उड्ने अनि त्यस्तो राम्रो बनिसकेर रहेनछ। 1 वे बाटो रहेछ, तर सजिलैसँग पुग्यौँ हामी चाहिँ। फाइनल्ली हामी तार्के ग्याङ पुग्यौँ। अब यहाँबाट बस माथि जाँदिन, हामी हिँड्दै जानुपर्ने हुन्छ। यहाँबाट 2 घन्टा जति लाग्छ भन्नुभएको छ लोकलले चाहिँ। अब हामीलाई चाहिँ लाग्छ होला अलि टाइम। अब चाहिँ हाम्रो पैदल यात्रा सुरु भयो। एकछिन हिँड्न पाएको छैन, थाक्यो सबैजना। अनि फलफुल खान बस्यौँ। फलफुल खाइसकेपछि पुनः हामी हाम्रो यात्रा अगाडि बढाउँदैछौँ, हिँड्दैछौँ। बाटोमा हामी जस्तै माथि ट्रेकिङको लागि आउनुभएको प्रशस्तै मान्छेहरू भेटायौँ। अनि उहाँहरूसँग बोल्दै रमाइलो गर्दै हामी जाँदै थियौँ। अहिले लालीगुराँस फुल्ने समय, चैत वैशाखको महिना। मजाले लालीगुराँस फुलेको छ, रातो सेतो। प्रशस्त सेतो लालीगुराँसहरू देख्यो हामीले चाहिँ। रातो चाहिँ अलिअलि देखेको थियो। अनि लालीगुराँस देखेपछि त फोटो नखिच्ने कुरै हुँदैन, एकछिन त्यतै भुल्यौँ। वरिपरि रुखले घेरिएको, बिचमा चाहिँ खड्केर बाटोहरू थियो। अनि लालीगुराँसहरू फुलेको, फुलहरू मजाले फुलेको भएर यताउति हेर्दै रमाइलो गर्दै गइरहेको थियो। अनि अगाडि हाम्रो साथीहरू अगाडि नै पुगिसक्यो, हामी चाहिँ पछाडि परेर आएको छ। दिउँसो घाम पनि चर्किएको भएर होला हामीलाई चाहिँ हिँड्न अति नै गाह्रो भइरहेको।
साथीहरूले हामीलाई छोडेर गइसक्यो अनि हामी चाहिँ हिँड्नै नसकेर थाकेर लोड परेछ आइसा म चाहिँ पुगेकै छैन थाकिसक्यो कि यति हिँडिसक्यो 2 घन्टाको बाटो भन्यो हामीलाई डबल भन्दा बेसी पैसा पानी पर्यो कस्तो राम्रो फुलहरू के भयो हामीलाई कुनै बेस क्याम्प बनाएन कुनै नेपालको एउटा बेस क्याम्प अबदेखि हामी नआउने त्यहाँको भ्यू चाहिँ कस्तो भ्यू भइदिन्छ छ गाइस जो हिँड्न सक्नुहुन्छ त्यो एकदम हिँड्न सक्ने फेरि हामी जस्तो कलेजमा 5 त लाइन हामीसँग आएको साथी 10 जना आएको सबैले हामीलाई छोडिसक्यो अहिले म पहिले अस्मिता किन भन्दाखेरि म हजुरलाई बेस क्याम्प देखाउँछु ल मतलब के भन्नु 2 घन्टाको बाटोमा नसकी बल्ल बल्ल हिँडेर 5 घन्टा लगाएर हामी चाहिँ बेस क्याम्प पुग्यौँ फाइनल्ली बेस क्याम्प चाहिँ एकदमै राम्रो तर अति चिसो रहेछ है माथि पुगुन्जेल हिँड्दाखेरि गाह्रो भएको माथि त चिसो हुन थालिसक्यो अहिले नै हामी चाहिँ अहिले ठ्याक्क बेस क्याम्पमा पुग्यौँ भर्खरै बेस क्याम्प पुगेर फ्रेस भइसकेपछि सबैलाई भोक लागेको थियो खानेकुराको व्यवस्थित गर्नतिर लाग्यौँ हामीहरू चाहिँ माथिसम्म आइपुग्दा शरीर पुरै थाकिसकेको थियो अनि त्यति थाकेको शरीरलाई चिया त त्यस्तो चिसोमा चिया त चाहिएकै नै थियो चिया बनाएर सबैजनाले चिया खायौँ चिया खाइसकेपछि एकछिन रमाइलो गऱ्यौँ साथीहरूसँग टाइम ल्याप्स पनि बनायौँ भ्यू पनि अति नै राम्रो ठाउँ चिसो चाहिँ अलि बढी चिसो रहेछ त्यो माथिको चिसोमा तातो पिरो करेन्ट खानुको मजा नै छुट्टै हुन्छ अनि करेन्ट बनायो सबैले करेन्ट खायौँ है करेन्ट पिरो हुने भइहाल्यो नि त्यही पनि साथीहरूसँग खाँदाखेरि अति नै मिठो भएको अझै सँगै सबैजनाहरूले सँगै खाँदा त झन् कस्तो मिठो भएको यसो चटक त देखाउनै पर्यो नि फनफन्ती घुमेर अब यति ठाउँमा आइपुगेपछि आजको रात्रि बसाइ हाम्रो यही बेस क्याम्पमा नै हुनेछ हामीले चाहिँ टेन्ट बुक गरेका थियौँ सबै थाकेको भएर एकछिन चाहिँ सबैजना टेन्टमा रेस्ट गर्नेछौँ यो चाहिँ रातिको बेस क्याम्पको भ्यू हो है बत्तीहरू बालेर गाना बजाएर रमाइलो छ बाहिर चाहिँ हामी भर्खरै सुतेर उठ्यौँ थकाइ मात्रै मारेर भयो त घुम्न आएको मान्छे रमाइलो त गर्न परिहाल्यो नि सबैजना आधा घन्टामा उठेर अब चाहिँ बाहिर आगो ताप्न लाग्यौँ चिसो अति चिसो आगो त नहुने भइसकेको थियो अनि हामीले चाहिँ त्यहीको मान्छेलाई त्यहीको दाजुलाई चाहिँ आगो चाहिँ बनाइदिनु न भनेपछि चाहिँ आगो ल्याइदिनु भयो बालिदिनु भयो र सबैजना आगो ताप्न बस्यौँ आगो तापेपछि बल्ल शरीर तातो न्यानो पनि भयो अनि फेरि हामी नाच्न त गइहाल्नु पर्यो नि हामीलाई त अनि नाच्नु परिहाल्यो उफ्रिन परिहाल्यो अनि नाचेपछि थकाइ पनि लाग्ने भइहाल्यो एकछिन नाचेको थाक्यो सबैजना खाना खान लगाएको खाना खाने भिडियो बनाउने बिर्सेछु त्यो चाहिँ छैन अब भोलि बिहानै भेटौँ ल साँझ चाहिँ भिडियो बनाउने बिर्सेँ मैले अहिले चाहिँ नाचेकै भिडियोहरू हेरौँ मैले आजको भिडियो हेरिदिनु भएकोमा सम्पूर्णमा धन्यवाद भोलि चाहिँ हामी बिहानै लाग्नेछौँ भोलिको भिडियो चाहिँ अर्को ब्लगमा आउनेछ धन्यवाद सम्पूर्णमा भिडियो हेरिदिनु भएकोमा